यो यहाँ देख्न सक्नुहुन्छ यो अंगुरको एउटा बिरुवा यो बिरुवा 4 वर्षको भयो 4 वर्षको भयो यतिको मोटो छ। अब यसरी बिरुवा यसरी लगाइन्छ लगाइएपछि यसरी चाहिँ माथि बिरुवा यसरी आएपछि नि माथि आएपछि यसरी दुईटा हाँगा एउटा एकतिर फर्काउने अर्कोतिर फर्काउने हिसाबले यसरी दुईटा हाँगा राख्नुपर्छ। यो चाहिँ आँखले पछि यसको हाँगाहरू पलाउँछ। अरू हाँगाहरूलाई चाहिँ फालेर यसरी आफूलाई आवश्यक पर्ने उचाइ नर्मली यो 5 फिट 6 फिट उचाइ भएपछि नै यसको चाहिँ यसरी हाँगा यताउता लगाउने गरिन्छ। तपाईको आफ्नो इच्छा अनुसार पनि ठुलो सानो बनाउन सक्नुहुन्छ। यसको चाहिँ प्रत्येक आँखलाबाट चाहिँ नयाँ हाँगाहरू आउने भएर यस्ता आए